हाम्रो यहाँ यात्रा सुरु हुँदैछ साथीहरू हैन। बेङ्गलोरका 3 मुख्य अथवा बेङ्गलोरका मुख्य स्थानहरूलाई कभर गर्ने आजको हाम्रो उद्देश्य हो र तपाईहरुलाई हामी देखाउने कोसिस गर्दैछौँ। अब इलेक्ट्रिक स्कुटरमा जाँदैछौँ। यसमा गइसकेपछि तपाईहरु हैन एकदमै सुरक्षित तरिकाले चार्जर लिएर हिँड्यो भने चाहिँ यदि बाटोमा चार्जर खत्म भयो भने पनि हामी चार्ज गरेर फेरि यात्रा गर्न सकिन्छ। अब दाइले चलाउँदै हुनुहुन्छ। हामी जाने एकदम पूर्व तयारीमा छौँ साथीहरु। ल हेर्न सक्नुहुन्छ है। अझ एकदमै राम्रो तरिकाले तपाईहरुलाई देखाउने हामी कोसिस गर्नेछौँ। हाम्रो यात्रा सुरु भएको छ र यो बेङ्गलोरको रोडमा हामीले यात्रा गर्दैछौँ साथीहरु। फर्स्टमा हामी विधानसभा हुँदै हामी आइस पार्कतर्फ जानेछौँ। तपाईहरुलाई सबै कुरा हामी देखाउनेछौँ। अब हामी चाहिँ विधानसभा आइसकेका छौँ साथीहरु। हेर्न सक्नुहुन्छ एकदमै यो बबाल ठाउँ हो र बेङ्गलोरको एकदमै प्रसिद्ध ठाउँमा पनि पर्छ। यहाँनिर केजीएफ लगायतका धेरै प्रसिद्ध मुभीहरु सुटिङ भएका छन्। तपाईले कुन चाहिँ हेर्नु भएको छ हैन? केजीएफ त पक्का पनि हेर्नु भएको छ। यो ठाउँ तपाईहरुलाई पनि मन पर्छ भने चाहिँ भिडियोमा एक लाइक चाहिँ गर्न नबिर्सनु होला है। यो भन्न चाहन्छु र एकदमै स्लो मोसनमा देखाइरहेको छु तपाईहरुलाई हैन। यो पुरा केही पनि नछुटोस् भन्ने हिसाबले हैन। त्यो भएर तपाईहरुलाई देखाइरहेको छु। एकदमै सुन्दर छ यो एउटा स्टेटको विधानसभा समेत यति सुन्दर छ। हेर्न सक्नुहुन्छ साथीहरु है। अब यसपछि हामी यही रोड हुँदै चाहिँ आइस पार्क जानेछौँ। त्यो भएको हुनाले हेर्न सक्नुहुन्छ र सबै कुरा चाहिँ अर्को भिडियो चाहिँ यो विधानसभाको अलग्गै तरिकाले तपाईहरुलाई देखाउनेछौँ र विधानसभालाई चाहिँ बाइ बाइ गर्दै अब हामी आइस पार्कतर्फ लाग्दैछौँ साथीहरु। अब आइस पार्कतर्फ हामी लागिसकेका छौँ। अब यहाँ टिकटको त अब कुरै नगरौँ साथीहरु हैन। एकदमै महँगो छ हामी जस्तोहरुलाई। अब झन्डै 1900 को टिकट काटियो दुई जनाले गरेर हैन। अब पुरै ठाउँ त अब घुम्नका लागि बिहानै आउनुपर्छ। यहाँ त घुमेरै सकिन्न के, त्यति छ सोध्नु साथै। अब त्यो भएको हुनाले अब हामी आइस पार्कतर्फ लाग्दैछौँ। भित्र जाँदैछौँ। अब यो लाइनमा लागेको चाहिँ हामी तपाईहरुलाई देखाइदैनौँ। भित्र गएपछि हामी यहाँ डान्स गर्छौँ। तपाईलाई यो पुरा डान्स देखाउनेछौँ। यहाँ अब बरफ चलाउँछ भन्दा एकदमै हैन चिसोले हात कठाङ्ग्रिएर साथीहरु हैन। एकदमै अनुभव है, सुनै साध्य छैन तपाईहरुलाई कतिसम्म अनुभव गरियो भन्ने कुरा। हेर्न सक्नुहुन्छ रमाइलो पनि गरिरहेका छौँ। अब एकदमै चिसो छ यहाँको माहौल है। अब एकदमै धेरै इन्जोय गर्दैछौँ डान्स गरेर साथीहरु। अब हामीसँग डान्स क्लास लिने भए पनि आउनुहोस्, फ्रीमा सिकाइदिन्छौँ। खाना आउनुहोस् आइस पार्कमा। यो रमाइलो एकदमै धेरै जाडो भइसकेपछि हामी आइस पार्क भित्रै रहेको क्याफेभित्र पसेका छौँ चिया खानका लागि र जाडोको बिदाई गर्नका लागि। साथीहरु हेर्न सक्नुहुन्छ यतापट्टि रमाइलो चलिरहेको छ। हामी भने चियाको चुस्की लिँदैछौँ। चिया पिइसकेपछि साथीहरु हामी फेरि डान्सतर्फै लागेका छौँ पूर्ण रूपमा। हेर्न सक्नुहुन्छ कस्तो लाग्छ। फाइनली अब हामी यहाँबाट अब निस्किन लागेको छौँ बाहिर। टाढा छ भनेपछि रमाइलो यति फोन भयो कि साथै छैन। बहुत रमाइलो भयो आज आएर एकदमै रमाइलो। जाडो भएदेखि यता आउने र रमाइलो गर्न लागि चाहिँ उता जानुपर्छ। कति फेरि यहाँबाट आइसकेपछि यता चाहिँ यहाँबाट हामी सत्ता यहाँबाट हामी निस्किन्छौँ। अब यता आउँछ हामी
आज भने हाम्रो बेङ्गलोर घुमघामको दोस्रो दिन हो। आज हामी एक फेमस मार्केट घुम्छौँ, त्यसपछि चिक्काबालाला घुम्नेछौँ साथीहरू। बेङ्गलोर आइसकेपछि यहाँ चाहिँ अवश्य पनि आउनु परेको ठाउँ हो। यो चाहिँ बेङ्गलोर आइसकेपछि बेङ्गलोर अन्त तपाईँ जानुभएको छैन यो चाहिँ ठाउँमा एकदमै राम्रो म पुरै देखाउँदै जान्छु तपाईँहरूलाई। हेर्नु जानुहोस् खोला छ। अब हेर्नुहोस् यो गाडीको यहाँ गाडीहरूको छ होइन, हेर्न सक्नुहुन्छ। अब गाडीको विभिन्न किसिमका अब टोयोटादेखि लिएर हरेक किसिमका हरेक मोडलको गाडीहरूको मेलाहरू छ। अहिले हामी मार्केटमा विभिन्न टेक्नोलोजी कुराहरू देखाइरहेका छौँ साथीहरू, हेर्न सक्नुहुन्छ। त्यसपछि हामी केही छिनमा चिक्काबालाला जानेछौँ। अब हामी चिक्काबालाला पुग्नु अघि यहाँ नास्ता खानेछौँ। नास्ता खानका लागि एकदमै धेरै भिड छ, त्यसैले हामी लाइनमा लाग्नेछौँ साथीहरू। अब मार्केट घुमेर भइसकेका छौँ। अबको हाम्रो यात्रा भने चिक्काबालाला हुनेछ। अब भने हामी हाम्रो मुख्य घुम्ने स्थल चिक्काबालाला आइसकेका छौँ। यो ठाउँ धेरै नै फेमस छ साथीहरू। तपाईँ पनि बेङ्गलोर आउनुभयो भने यो ठाउँ घुम्न नबिर्सिनु होला। यो भने दिनको मोमेन्ट हो, हामी केही छिनमा तपाईँलाई नाइट मोमेन्ट पनि देखाउनेछौँ। अब भने हामी यो चिक्काबालाको नाइट मोमेन्ट यहाँहरूमा देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ एकदमै धेरै बवाल छ। यो टेक्नोलोजी र यो इतिहास, यो शान्तिको ठाउँ हो। तपाईँहरू आउन सक्नुहुन्छ। आइसकेपछि छुटाउनै नहुने ठाउँ हो बेङ्गलोरको। तपाईँहरूलाई पनि यहाँनिर घुम्नका लागि हामी धेरै आग्रह गर्न चाहन्छौँ। हाम्रो भिडियो मन परेमा चाहिँ तपाईँहरू लाइक, कमेन्ट र हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला।